नमस्ते नमस्ते हाल खबर ठिकै छ यो अहिले कहाँ आउनु छ नगेनी सुर्खेत छौँ यो सुर्खेतको जो हेलो यो सुर्खेतको जो सामाजिक विकास मन्त्री जो चामललाई यो पाल पठाइदिन्छु भन्नुभएको थियो क्या भएछ आजभोलि बसिरहेको छ र हजुर अस्ति आयो मसँग त्यो नै अस्ति आया थियो यहाँ आएको यहाँ थाहा पाएको छैन त उहाँले चाहिँ उहाँ गए यता त आएकै छैन त मान्छे आएको यो पत्रकारहरू पनि आएको छैन त हजुर भेटेर आएको थियो भेटेर आयो र के समस्या छ भने हजुर हजुर ओहो बस्तीमा आएको छ नि बस्तीमा आएको पनि म थाहा किन्न पाउने थियो त यो यहाँ मैले यहाँ आइया छैन त पठाउँछु त भन्नुभयो यो लालबहादुर चाहिँ सोच्छु यहाँ आएको छैन नै आएको थियो र यो कुरा गरेको थियौँ यो पठाइ सबै तपाईँको साहित्य समस्या क्या छ त्यो पठाइदिन्छु मुखियाजी भन्नुभएको थियो यो चामल र त्यो यो चामल र यो पाल हजुर 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 भत्ता त पाउनुभयो हजुर 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 क्या भन्नुभयो नै धेरै त छैन यो अरू नै यो चामल र पालको समस्या त त्यो त यो कुखुरा जो सङ्ग्रा त्यो चार पर्वको लागि कुखुरा भयो यो बाख्रा भयो घरको यो कुटा त्यो कुटा बाख्रा घरको 3-4 कुटा कुखुरा त्यो सबै त्यो तेल भयो चिनी सबै ल्याउनु पर्छ कपडा ल्याउनु पर्छ सबै रामायण चिज ल्याउनु पर्छ र त्यसको लागि त्यो खर्च हुन्छ नि खर्च पर्छ त्यसको पनि बढी लाग्छ त हजुर 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 ल ल